हेलो साथीहरु, नमस्कार अनि स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। फेरि आज पनि बाख्रा ल्याएर आएछ जंगलतिर। आज पनि फेरि गोठालो हैन, म सँगसँगै मेरी छोरी छ। त्यहाँभन्दा पछि बाख्राहरू छन्। बाख्रा चराउँदै यही ल्याइएछ जंगलतिर यता हैन। यो बाख्रा चराउने चाहिँ यता वारी कर्णाली वारी पारी देखिने चाहिँ त्यो टोटकेसाल, हाम्रो अछाम पर्यो टोटकेसाल। माथि बयला, त्यो माथिको चाहिँ के होला, त्यो चाहिँ ठ्याक्कै थाहा भएन। त्यो मुली हो कि के त भन्छन्, अब त्यो ठ्याक्कै थाहा भएन माथिको त्यो। तर यतादेखि हेर्दाखेरि राम्रो देखिन्छ नि, एकदम रमाइलो। माथि विनायक मङ्गलसेन जाने बाटो त्यो। यताबाट हेर्दाखेरि गाइस यस्तो राम्रो देखिन्छ। त्यो चाहिँ पारीको तुल्ता अछाम, त्यो चाहिँ पारीको माथि चाहिँ त्यो के आयो खै ठ्याक्कै त्यो पनि थाहा भएन। त्यतातिर ठ्याक्कै बाडी अरु चाहिँ यस्तो देखिन्छ। हाम्रो बाख्रा चराउने ठाउँदेखि बाख्राहरू चाहिँ चरिराखन् अहिले यहाँनिर, राम्रोसँग चरिराखन् बाख्राहरू चाहिँ। गोठालो यो मेरी छोरी भक्ति के छ त, कस्तो छ त बाख्रा चराइको फिल अहिले? यस्तो छ हैन। फेरि आज यसै मौसममा चाहिँ फेरि मैले एउटा गजल भन्न मन लाग्यो। फेरि यसै सन्दर्भमा एउटा गजल चाहिँ भने मैले। आमा भात पकाउनु भयो, दाल कहाँ छ त? गरिब छौँ बाबु, सम्पत्ति मालामाल कहाँ छ त? बाबु सब हुने खाने छन् यो सहरमा, बाबु हुने खाने छन् सब यो सहरमा। सबैलाई हाम्रो जस्तै अनिकाल कहाँ छ त? आमा भात पकाउनु भयो, दाल कहाँ छ त? गरिब छौँ बाबु, सम्पत्ति मालामाल कहाँ छ त? धन्यवाद गाइस। मेरो सानो प्रयास कस्तो छ? लाइक कमेन्ट गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।